सभाबाट उम्मेदवार दिएका भक्तपुर 2बाट महेश बस्नेतसित यिनलाई चाहिँ राजीव खत्रीलाई चाहिँ एउटा स्काउटको 95,000 या 80,000 कति हो हिनाबिना पारेको मुद्दा लागेको थियो। त्यो चाहिँ निर्वाचन आयोगले फिर्ता गरिदिएको छ, खारेज गरेको छ। अब सो त गएर उनी मुद्दा लड्न मतलब चुनाव लड्न पाउनेछन्। अनि अर्को कुरा, अब तपाईँलाई कस्तो लाग्छ? राजीव खत्री जित्ला नि त? हो, उनले जित्नुपर्ने छ। र यो कुरामा महेश बस्नेतलाई के अरे डराएर मुद्दा हाल्यो भन्नुपर्ने छैन, किनभने यो चाहिँ निर्वाचन आयोगले पहिलेदेखि बनाएको हो। कुनै हुन्छ नि त गलत मान्छे त्यहाँ छिर्न ला हुन्छ, कसैले औँला उठाउन सक्यो भने मात्र एक दिनले गर्दा धेरै बच्न सक्छ भनेर चाहिँ यो गरिएको हो। तर सो त उनी गए, खारेज भयो, भ्याइयो कुरा। त्यही भएर यसमा धेरै खिचिट्याउरी गर्नुपर्ने केही पनि छैन जस्तो लाग्यो मलाई चाहिँ। महेश बस्नेत उनी आफ्नो ठाउँमा ठिक छन्, तर राजीव खत्री पनि राम्रो मान्छे हुन्। उनी पनि एकदम राम्रो मान्छे हुन्। जित्नुपर्छ राजीव खत्रीले जस्तो लाग्छ मलाई चाहिँ। हस्त नमस्ते। योभन्दा पहिला सविता गौतमजीले जित्नुभएको थियो कि कसले जित्नुभएको थियो कुनै त्यो क्षेत्रबाट? त्यो चाहिँ मलाई पूर्ण ख्याल भएन। पूर्ण ख्याल भएको कुरा मात्र गर्नुपर्छ। त्यही भएर हस्त नमस्ते। फलो गर्नु होला, लाइक कमेन्ट गर्न नभुल्नु होला है त। हस्त नमस्ते।